हामी चाहिँ आज भेनाको बर्थडे भएको कारणले गर्दा हामी अर्पणा र म चाहिँ सुन्दरमा आएका छौँ भेनालाई केक काट्दिउँ भनेर। अनि अहिले रातको 12 बजिसक्यो। भेना चाहिँ सुतिराख्नु भएको छ अनि भरे 2 बजीतिर उठ्नुहुन्छ काम जानको लागि। अनि केक काट्ने भनेर हामी चाहिँ 3 जना पर्खिरहेका छौँ। केक काट्ने भनेर हामी 3 जना पर्खिरहेका छौँ। तर खै हामी गाली खानु पर्खेको हो कि केक काट्नु पर्खेको। रातको 12 बजिसक्यो। ल अब पर्खिनु नि सकिन्छ कि सकिँदैन घरिघरि घुर्दै हुनुहुन्छ। मैले फिल्म देखाउँदै फिल्म हेर्दै बसिरहेको छु। यसो टाइम पास। हामी बस्यौँ भने अहिले केक काटेको पनि देखाउँछु। ल एभ्रीबडी बाइ। हामी केक काट्न सफल हुन्छौँ कि हुँदैन हामीलाई पनि थाहा छैन। हामी केशल के भन्छ हेलो गाइज। ल हामी चाहिँ बाहिर घुम्नु आएको रे घाममा। भिडियो खिच्दैछु ल। मजाको रहेछ। कल है कलको पानी रक्सिरहन यो 1913 देखि 1931 लाई पनि वेस्ट गरेको थिएछ
measuring or guessing the measurement. अनि यो चाहिँ सबै मान्छेले देखाउनु बोल्दै खिच्नु पनि के बोल्नु हो पछि बोलेर राख्नु अब तलतिर जाऊ टेलिफोन हेर न टेलिफोन बुथ मजाको रहेछ गाइस ठाउँ चाहिँ पुरानो घरहरू हेर ढुङ्गाहरू पनि पुरानो युनिकर्न कटेज ट्याक्सी आयो ट्याक्सी हेर घरहरू कस्तो दामी यार माछा छ ओ यहाँ माछा त्यसको मुनि पनि आयो त्यही चाहिँ क्यामेरा मुङ्गी त होइन यो अर्कै माछा जुङ्गा त छैन नि जुङ्गा छैन तर माछा पनि राखेको रहेछ है बुढा माछा छ अरे होला पक्रेर खाँदैन नि त यहाँ त खाने भए त सकिहाल्छ यो त्यस्तो सिटी काटेर झर्ने मान्छेहरू त्यहाँ माछा किन नखायो होला है खानु नि है खेर जान्छ त अनि खोलाको यस्तो मान्छेहरू दिएर खोल्दैन मान्छेहरू बस्दै रहेछ दुईवटा पास लगाएर र नमस्ते मेरो साथीहरू तपाईँहरू यहाँबाट सिधा माथिबाट तल झर्नुभयो भने अनि यहाँनिर चाहिँ तपाईँहरूले टोइलेट देख्नुहुन्छ छोरा मान्छे र छोरी मान्छेको पैसा लाग्दैन फ्री हो ल गाइस हामी घुम्नु त आइयो तर समय नभएको कारणले गर्दा चाहिँ हामी चाहिँ अब बिस्तारै हिँड्दै फर्किँदैछौँ अनि ठाउँहरू त धेरै नै रहेछ घुम्ने ठाउँ तर धेरै हिँड्नुपर्ने अलिक टाढो टाढो रहेछ र
हामीले नजाने निर्णय गर्यौं है गाइसहरु यो लहरे रोड चाहिँ लास्ट दामी लागेको हेलो दिदी भाइ फुलेर नि कति राम्रो सुकिरहेको रहेछ सबै सुकेछ यही हो किनभने यहाँनिर न्यारो खालको छ नि त यो हामी अस्ति हामीलाई सिद्धाले ल्याउनु भएको ठाउँ यो हो हामी यहाँ फोटो खिच्यौँ तिमी यहाँनिर चढेको के वाटर पार्कबाट कोस्ट वर्ल्ड वाटर पार्क होइन त्यो एरियालाई त के पो भन्दै थियो हामी अस्ति गएकोलाई त अस्ति नै माथि पार्कमा कोस्ट वर्ल्ड वाटर पार्क नै होइन कोट वाटर तर त्यहाँ हामी खेल्नु पाएन नि त यो त कोट वाटर अस्ति गएको त अस्ति कोट वाटर पार्क हुँदा हुँदै हामी यसरी आएको त्यो ठाउँमा त्यो ब्रिज आएको थियौँ त्यतिखेर गाइस हामी चाहिँ अहिले नेपाली दोकानमा छौँ स्विन्डनको नेपाली दोकानमा मासु किन्नु आएको छौँ दादा र बहिनी चाहिँ स्विमिङ जाँदैछ दादा र बहिनी चाहिँ स्विमिङ खेल्नु जाँदैछ स्विमिङ क्लास होइन swimming class. Okay, let's go. Hello, Dada, Bhayni. Hello. Jai Masi. Hello, Sujana Didi. Jai Masi. आज चाहिँ हामी मेरो भान्जा र भान्जीको स्विमिङ हेरेर आएको अब हामी घरतर्फ जाँदैछौँ मेरो जेठी दिदीले ड्राइभ गर्नु हुँदैछ हेलो दादा बहिनी के खाएको नुडल्स थुक्पा है हामी चाहिँ थुक्पा खाँदैछौँ है होममेड थुक्पा मेड बाई माई वाइफ Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Bena. Happy birthday to you. May God bless you. May God bless you. May God bless you, dear Bena. Happy birthday to you. Wish Magara. Yeah.
बहिनी सानो यो निकाल्दिनु तातो रहेछ यहाँ उयो है त नखाने माथि ल फर्स्ट बनलाई पहिला गरौँ बहिनी ल सेकेन्ड बनलाई पापाले पनि खाइदेऊ ल दुईजनाको त ल पापालाई खुवाउनु दादा ल बहिनी खाइदेऊ त्यो क्रिम होइन अलिकति लाउँ खुवाउनु खुवाउनु सिकाउनु यसरी खुवाउनु पर्छ भेनाको पनि बर्थडे मनाइयो आज खासमा हिजो थियो रातभरि पर्दैन कस्तो छ यो सकिएन अब बस्नै फेरि त नगर अहिले खाएर गरेर बर्थडे मनाइयो बाई बाई हातले यस्तो गर अलिकति खाउँ ल बाई गर ल रेडी